नमस्कार, म रारा सैजु। यो के बनाउनु लागेको सबैले थाहा पाइसक्नुभयो होला र सबैलाई मनपर्ने र सबैले जानेको चिज र नुन र बेसार राखेर यसलाई बोइल गर्नु होला। यसलाई चिसो पानीले पखालेर थोरै तेल राखेर मोल्नु होला, किनभने चप्किँदैन। र यसलाई चाहिँ आफ्नो आफ्नो तरिकाले बनाउने, म यसरी बनाउँछु, हेर्नु होला। तेल राखेर यसमा चाहिँ जिरा थोरै फुराउनु होला, हरियो खुर्सानी अलि धेरै फुराउनु होला, जति फुराए उति मिठो हुन्छ। र यसमा चाहिँ प्याज आधा काँचो आधा पाकेको गरेर भुट्नु होला र बन्दालाई पनि त्यसरी नै भुट्नु होला। र मटर कोसा छ भने मटर कोसा राख्नु होला र आफूलाई चाहिने गाजर क्याप्सिकम जे पनि राख्न सक्नुहुन्छ अप्सनमा। र यसमा चाहिँ थोरै बेसार र जिरा धनियाँ धुलो थोरै र खुर्सानी थोरै, नुन स्वाद अनुसार राखेर अहिको तेल मोलेर राखेको चाउमिन हालेर यसलाई मजाले फ्राई गर्नु होला। गणेशमान कृष्णबारी सैजु स्मृति प्रतिष्ठान र मिलेजुली सामाजिक प्रतिष्ठानको संयुक्त आयोजनामा हाम्रो इच्छा बालबालिकाको शिक्षा, गृहिणी दिदीबहिनीलाई उद्यमी बनाउने हामी मिलजुली परिवारको इच्छा। सोया सस पनि थोरै